एनसिएलले तपाईलाई रु 10 लाखसम्म पैसा जित्ने मौका दिँदैछ। हो, तपाईले सही सुन्नुभयो। एनसिएलले क्रिएटर लिग अफ नेसन्स नामको एउटा प्रोग्राम ल्याएको छ, जसअनुसार तपाईले कुनै पनि एउटा भिडियो बनाएको भरमा यदि तपाईँ कन्टेन्ट क्रिएटर हुनुहुन्छ भनेपछि तपाईँ यदि भिडियो बनाउनुहुन्छ जुनसुकै क्याटेगोरीको जस्तो जुनसुकै रिलेटेड भए पनि यदि बनाउनुहुन्छ भनेपछि त्यो बनाएको भरमा मात्रै तपाईले यो प्रोग्राममा क्रिएटर लिग अफ नेसन्सको यो प्रोग्राममा सहभागी भएर तपाईले रु 10 लाखसम्म चाहिँ विन गर्न सक्नुहुन्छ। यसको लागि गर्नुपर्ने प्रोसेस एकदम सजिलो छ, सिम्पल। तपाईले फ्रीमा नै 2 स्टेपमा फर्म एप्लाई गर्न सक्नुहुन्छ र तपाईले एउटा भिडियो बनाउन पर्ने हुन्छ र त्यसलाई चाहिँ तपाईले इन्स्टाग्राम र त्यसपछि टिकटकमा अपलोड गर्न पर्ने हुन्छ र 2 स्टेपमा तपाईले अप्लाई गर्न सक्नुहुन्छ यसको लागि। र यसको लागि तपाईँ यदि अब बनाउँदै आउनु भएको छ, कुनै पनि कन्टेन्ट बनाउनुहुन्छ, भिडियो बनाउनुहुन्छ युट्युबमा, फेसबुकमा, जुनसुकै ठाउँमा भने पनि अब तपाईले एउटा लङ फर्मको एउटा भर्टिकल रूपमा छोटोवाला भिडियो लगभग 30 सेकेन्डदेखि त्यही 90 सेकेन्डसम्मको एउटा भिडियो बनाएर तपाईले पोस्ट गर्नुभयो भनेपछि त्यसको लिङ्कहरू चाहिँ त्यो रजिस्टर गर्नुभयो त्यो फर्ममा भनेपछि तपाईले चाहिँ जित्न सक्नुहुन्छ र यो प्रोग्राममा सहभागी हुन सक्नुहुन्छ। र त्यो प्रोसेस अप्लाई गर्ने प्रोसेस एकदम सजिलो छ। तपाईले सुरुमा चाहिँ एउटा भर्टिकल फर्मेटको 30 देखि अब 90 सेकेन्डसम्मको भिडियो, लगभग 1 मिनेटसम्मको भिडियो बनाउनु होला र त्यो भिडियोलाई अब आफ्नो तरिकाबाट एडिट गरेर आफ्नो एडिटिङ स्किल्स देखाएर आफ्नो बोल्ने शैली सबै कुरा देखाएर टिकटकमा र इन्स्टाग्राममा चाहिँ पोस्ट गर्नु होला र पोस्ट गरिसकेपछि म तपाईलाई यहाँ प्रोसेस बताउँछु। तपाईले यो भिडियोको कमेन्टमा पनि त्यो फर्मको लिङ्क पाउन सक्नुहुन्छ, अथवा तपाईले यो कुनै पनि अब एनसिएलको पेजमा जानुभयो भनेपछि पेजमा प्रोफाइलमा जानुभयो भनेपछि यहाँ तल पोस्ट गरेको छ, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ ट्याग अ फ्रेन्ड हु निड टु ग्र्याब दिस गोल्डन चान्स भनेर भनेको छ र यहाँ चाहिँ इन्फोको लागि यहाँ एउटा लिङ्क दिएको छ, हेर्नु होला, लिग अफ क्रिएटर भनेर यहाँ चाहिँ लिङ्क दिएको छ र यहाँ तल यसको डिटेल पनि भनेको छ र यहाँ कम्प्लिट तपाईले कम्पिटेटिभ अब कम्पिटिसन गर्न सक्नुहुन्छ यो लिगमा र तपाईले यहाँ फर्म छ। अब यो फर्ममा क्लिक गर्छु, तपाईले तल कमेन्टमा पनि पाउन सक्नुहुन्छ, कमेन्टलाई लाइक गर्नु होला र त्यसपछि यहाँ यस्तो खालको खुल्छ र यहाँ खुलिसकेपछि अब तपाईले यहाँ अलिकति तल जानु होला भनेपछि यहाँ लिग अफ क्रिएटरमा स्वागत छ, तपाईँ बन्न चाहनुहुन्छ भनेपछि भनेको छ, यहाँ नो थ्याङ्क्स गर्छु म। अब त्यसपछि यहाँ तल हाउ टु पार्टिसिपेट भनेको छ, कसरी तपाईँले उ गर्न सक्नुहुन्छ, यहाँ हेर्न सक्नुहुन्छ। कन्टेन्टको लागि चाहिँ तपाईँले के आवश्यक पर्छ भनेको 30 देखि 90 सेकेन्डको भिडियो चाहियो, होइन, 30 देखि 90 सेकेन्डको भर्टिकलमा ठाडोमा तपाईँले टिकटकमा इन्स्टामा पोस्ट गर्नुहुन्छ नि त्यो चाहियो र यहाँ वाइफाई आइकन हुन भएन, भिडियोमा चाहिँ माथि वाइफाई देखेको स्क्रिन सेयर त्यस्तो खाले वाइफाई आइकन देखेको हुन भएन र बी बोल्ड, बी रियल, बी यु, आफै हुनु पऱ्यो, आफैले बनाएको हुनु पऱ्यो, आफ्नो स्टाइल हुनु पऱ्यो, आफ्नो फर्मेट हुनु पऱ्यो, होइन, अनि त्यो हुनु पऱ्यो र त्यो गरिसकेपछि अब पोस्ट योर भिडियो अन टिकटक, आफ्नो टिकटकमा तपाईँले टिकटकमा पोस्ट गर्नुपर्ने हुन्छ र यसै गरी अनि इन्स्टाग्राममा पोस्ट गर्नुपर्ने हुन्छ। ट्याग चाहिँ एनसिएललाई @ भनेर ट्याग गर्नुपर्ने हुन्छ र आफ्नो मेन्टरलाई चाहिँ यहाँ ह्यासट्याग दिनुपर्ने हुन्छ, जस्तै ह्यासट्याग टिम सन्जोग अथवा तपाईँले अरू मेन्टरलाई पनि ह्यासट्याग टिम, अब धेरै क्रिएटरहरू छन् यहाँ तल म बताउँछु अहिले, यो ट्याग लगाउन पर्ने हुन्छ र यहाँ एनसिएल लिग अफ क्रिएटर 2025 भनेर यो ह्यासट्याग पनि लगाउन पर्ने हुन्छ तपाईँले इन्स्टामा र अब टिकटकमा पोस्ट गर्दाखेरि। र त्यसपछि यहाँ रजिस्टर नाउ भनेको छ, यसमा रजिस्टर गर्न सक्नुहुन्छ। अब म रजिस्टर गर्ने कुरा बताउँछु, तर यहाँ तल हेर्नु होला, यहाँ स्टोरी टेलिङ हुन पऱ्यो, यहाँ के चाहिन्छ भनेको हो, क्रिएटिभिटी, ओरिजिनालिटी हुनु पऱ्यो, आफूले बनाएको आफ्नो क्रिएटिभिटी देखाउनु पऱ्यो, स्टोरी टेलिङ बोल्न राम्रोसँग सक्नु पऱ्यो, टेक्निकल कुराहरू हुन पऱ्यो, अथेन्टिकेटी भनेको आफ्नै हुन पऱ्यो, ओभरअल इन्गेजमेन्ट, भ्युज, लाइक, रेज सबै कुरा ठिकठाक आएको हुन पऱ्यो, अनि त्यस्तो कुनै पनि कपिराइट यस्तो खाले कुराहरू हुन भएन, त्यस्तो साउन्ड युज गर्न भएन। टप 50 क्रिएटर विल मुभ अहेड टु मेन्टरसिप एन्ड च्यालेन्ज फेज, ओन्ली 3 विल कन्कर भनेको छ। अब टप 50ले चाहिँ यहाँमध्ये अब अगाडि जान्छन् र मेन्टरसिप र च्यालेन्जको फेजमा जान्छन् र त्यसपछि चाहिँ तिनले चाहिँ टप कम्पिटिसन हुन्छ 3को र त्यसमा चाहिँ एउटा विजेता हुन्छ भनेको हो। र त्यसपछि यहाँ तल हेर्न सक्नुहुन्छ वाट इज इन फर यु, यिनको लागि हाम्रो लागि क्रिएटरको लागि के छ भनेपछि 1 इयरको ब्रान्ड डिल पाउन सक्नुहुन्छ रु 10 लाखको र यहाँ ट्रेनिङ सेसन बाई नेपाली टप क्रिएटरबाट ट्रेनिङ, अनि नेसनल भिजिबिलिटी, यो कन्टेन्ट एम्प्लिफिकेसन पाउन सक्नुहुन्छ, कम्युनिटीको सपोर्ट पाउन सक्नुहुन्छ, अनि त्यसपछि नेटवर्क पनि बिल्ड गर्न सक्नुहुन्छ भनेको हो। यहाँ तल यो वर्कसप यो अरू कुरा भनेको हो। र यहाँ मेन्टर हेर्न सक्नुहुन्छ, यहाँ को छन् भनेपछि, अनि यहाँ मेन्टरहरू अब यी सबैको अब तपाईँ जसको मेन्टर हुन चाहनुहुन्छ मतलब कन्टेस्टेन्ट जस्तो, त्यसको ह्यासट्याग लगाउनु होला, अथवा फुडी नेपाल, यहाँ प्रीतिमा अधिकारी, सन्जोग कोइराला, एकता, यो, अनि त्यसपछि यी सबै क्रिएटरहरू छन्। अब यिनीहरूको ट्याग लगाएर तपाईँ यिनीहरूको कन्टेस्टेन्ट जस्तै हुन सक्नुहुन्छ। र यहाँ टर्म एन्ड कन्डिसन भनेको छ, अनि तपाईँले चाहिँ अब यो के गर्न
गर्नुपर्ने हुन्छ, सबमिट गर्नुपर्ने हुन्छ, अरू कपिराइट भायोलेसन हुन भएन तपाईँको भिडियोमा हैन। त्यसपछि टिकटकमा योमा गर्न पर्यो, डिलिट गर्न भएन भिडियो, एकचोटि गरेपछि फेरि गर्न भएन हैन सबमिट। र त्यसपछि चाहिँ डेडलाइन भनेको यसको समय एकदम थोरै छ, 7, 8, 9, 10 भनेपछि 10 जुनसम्म मात्रै छ, एकदम समय छोटो छ। यो समयभित्र तपाईँले यो प्रोग्राममा चाहिँ फर्म एप्लाई गर्नुपर्ने हुन्छ 10 जुनसम्म। आज 7 जुन भयो हैन। र यसै गरी तपाईँले यो जोइन हुनुपर्ने हुन्छ छिटोभन्दा छिटो। अनि यो गर्न होला। अनि त्यसपछि तपाईँले अब सबमिटिङ इन्ट्री एग्री गर्नुपर्ने हुन्छ, भिडियो यो सबै कुराहरू यहाँ कुराहरू भनेको छ, पढ्न सक्नुहुन्छ। र तपाईँले अब यहाँ 16 इयर्स ओल्ड हुन पर्यो। त्यसपछि यो क्वेसनहरू छ नि, क्वेसनहरूको एन्सर तपाईँले केही डाउट भएको कुराहरू यहाँ छन् र तपाईँले कमेन्ट पनि गर्न सक्नुहुन्छ, म बाँकी कुरा भन्नुला। र त्यसपछि यहाँ रजिस्टर कसरी गर्ने त, यहाँ रजिस्टर नाउ भनेको छ, यहाँ हेर्नु होला। रजिस्टर तपाईँले अप्लाई गर्न सक्नुहुन्छ, फ्रीमै हो। र यहाँ रजिस्टरमा क्लिक गऱ्यो भनेपछि यहाँ तपाईँले आफ्नो डिटेल राख्नुपर्ने हुन्छ। यहाँ फुल नेम राख्नु होला, आफ्नो नेम, त्यसपछि यहाँ डेट अफ बर्थ, त्यसपछि यहाँ फोन नम्बर, आफ्नो एड्रेस सिटी कुन हो त्यो राख्नु होला। अब तपाईँले यहाँ इन्स्टाग्राम र टिकटकको लिङ्क राख्नुपर्ने हुन्छ। त्यो कसरी राख्ने म तपाईँलाई देखाउँछु। टिकटकमा जान्छु म। अब यहाँ तपाईँले बनाएको भिडियोको चाहिँ लिङ्क कपी गर्नुपर्ने हुन्छ। त्यसको लागि यो जस्तै म यो आफ्नो प्रोफाइलमा आएको छु, मैले टिकटकमा अपलोड गरेको छु भिडियो। र त्यसै गरी तपाईँले अब के गर्नु होला भनेपछि मैले यो भिडियो बनाएको छु, पहिला चाहिँ पोस्ट गर्नु होला तपाईँले। अब पोस्ट यो अब तपाईँ जोइन हुनुभएको छैन भनेपछि मेरो यो टिकटक एकाउन्टमा फलो गरेर जोइन हुनु होला। र तपाईँले यो भिडियो पनि हेर्न सक्नुहुन्छ, लाइक कमेन्ट गर्न सक्नुहुन्छ, तपाईँले कस्तो लाग्छ केही आइडिया पनि मिल्छ तपाईँले हैन। सो म भिडियोमा क्लिक गर्छु, मैले यो भिडियो बनाएको छु हैन। अब यसको चाहिँ अब यसलाई चाहिँ अब यसको लिङ्क कपी गरेर त्यहाँ पेस्ट गर्नुपर्ने हुन्छ। त्यहाँ टिकटक लिङ्क भनेको छ, यसको 3 डटमा क्लिक गरेर तपाईँले कपी लिङ्क भनेको चाहिँ यहाँ सुरुमा कपी लिङ्क गरेर कपी गर्न, लिङ्क कपिड भएको छ। र यसै गरी तपाईँले इन्स्टाग्रामको पनि त्यो भिडियोको लिङ्क चाहिँ कपी गर्नुपर्ने हुन्छ। अब म जस्तै यो इन्स्टाग्राममा जान्छु, प्रोफाइलमा गएर यहाँ भिडियो अपलोड गरेको हुन्छ। अब तपाईँको प्रोफाइल हुन पर्यो इन्स्टाग्राम, यदि छ भने चाहिँ यहाँ फलो गरेर यहाँ भिडियो हेर्नु होला, र छैन भने बनाउनु होला। र यहाँ चाहिँ अहिले अलिकति नेट स्लो भएर देखिरहेको छैन, जस्तै यही भिडियो हो सुरुको है त, यो भिडियो छ। यसलाई चाहिँ अब यसमा क्लिक गरेर यहाँ 3 डट छन्, यो 3 डटमा क्लिक गरेर तपाईँले अथवा यो सेयर भन्ने अप्सन छ, सेयर भन्ने अप्सनमा क्लिक गरेर यहाँ तल कपी लिङ्क भनेको छ, यो कपी लिङ्कमा क्लिक गरेर तपाईँले अब यहाँ पेस्ट गर्नुपर्ने हुन्छ। जस्तै यो वेबसाइटमा गएर अब पेस्ट गर्नुपर्ने हुन्छ कि त्यहाँ रजिस्टर नाउ भनेको थियो नि, त्यहाँ गएर अब तपाईँले आफ्नो त्यो लिङ्कहरू राख्नु होला। जस्तै यहाँ तल रजिस्टर नाउमा जान्छु म, अलिकति तल छ, यहाँ रजिस्टर नाउ छ। र त्यसपछि एकैचोटि गर्न मिल्छ, तपाईँको समय एकदम थोरै छ। यहाँ नाम साम सबै राख्नु होला। र इन्स्टाग्राम मैले कपी गरेको यो यहाँ राख्ने, र टिकटकका पनि मैले अघि कपी गरेको थिएँ, यो टिकटकको राख्ने। र यहाँ आई एग्री भनेर टर्म एन्ड कन्डिसन भन्नु होला। आफ्नो माथि सब डिटेल राखेर यहाँ तल लास्टमा रजिस्टर भनेको अप्सन छ, यहाँ रजिस्टरमा क्लिक गरेर रजिस्टर गरेर फर्म सबमिट गर्न सक्नुहुन्छ। र तपाईँले चाहिँ यसै गरेर तपाईँले अब यो क्रिएटर प्रोग्राममा सहभागी हुन सक्नुहुन्छ र 10 लाखसम्म पनि जित्न सक्नुहुन्छ। तपाईँको क्रिएटर जर्नीलाई यसले एकदम हेल्प पुर्याउँदछ भन्ने मलाई आशा फुल छ। र सो त्यही भएर यो मेरो टिकटकमा र इन्स्टामा फलो गर्नु होला, दिपेन्द्र उपाध्याय नाम छ। र यसलाई चाहिँ सर्च गर्नु होला, र तपाईँले भिडियो कसरी बनाउने, कस्तो आइडियामा बनाउने भन्ने कुरा पनि यहाँ सिक्न सक्नुहुन्छ। र तपाईँले यसै गरी यो भिडियो कस्तो लाग्यो भन्नु होला, र तपाईँले चाहिँ कमेन्ट गर्नु होला। सो तपाईँले पनि एकदम धेरै अपर्च्युनिटी छ। सो यदि तपाईँ बनाइराख्नु भएको छ कन्टेन्ट भनेपछि, र तपाईँ पनि जित्न सक्नुहुन्छ, र अथवा आफ्नो एक्सपिरियन्स बढाउन सक्नुहुन्छ। र यी विभिन्न कोचहरूमाझ अब यिनीहरूमाझ अब गएर पनि तपाईँले चिन्जान बढाउन सक्नुहुन्छ, आफ्नो कन्टेन्ट क्रिएसन्सको जर्नीलाई बढाउन पनि सक्नुहुन्छ। सो यो तपाईँ इच्छुक हुनुहुन्छ भने चाहिँ यो प्रोग्राममा चाहिँ जोइन हुनु होला। यसरी मैले भनिसकेँ। र तपाईँले टिकटकमा यहाँ इन्स्टाग्राममा मैले भनेको जसरी तपाईँले भिडियो पोस्ट गर्नु होला, र मलाई फलो पनि गर्न सक्नुहुन्छ। त फलो गर्नुभयो भनेपछि फेरि आएको अपडेटहरू र फेरि के छ कस्तो छ भन्ने कुरा म तपाईँले अपडेट दिइराख्छु, र मसँग कनेक्टेड हुन सक्नुहुन्छ फेसबुकमा पनि। र यसै गरी तपाईँले यो भिडियो कस्तो लाग्यो भन्नु होला। र यदि कोही साथीहरू तपाईँको फ्रेन्ड्सहरू चाहिँ फ्यामिली कोही अब कन्टेन्ट क्रिएटर भिडियो सिडियो बनाउनुहुन्छ, ब्लग्स जस्तो भए पनि बनाउनुहुन्छ भनेपछि यो भिडियो सेयर गर्नु होला, र उहाँले पनि पार्टिसिपेट गर्न सक्नुहुन्छ। र जित्ने मौका, अरूमाझ मिल्ने मौका, ठुलो क्रिएटरहरूको सल्लाह सुझाव पाउने मौका उहाँले पनि पाउन सक्नुहुन्छ। मोर इन्फोको लागि चाहिँ तपाईँ हामीसँग कनेक्टेड रहिरहनु होला, च्यानलमा सब्सक्राइब गर्नु होला, र टिकटकमा इन्स्टाग्राममा फलो अवश्य पनि गर्नु होला। र तल आफ्नो धारणा कमेन्ट गर्न सक्नुहुन्छ। तपाईँले केही भएको कुराहरू अर्को भिडियोमा हामी सम्पूर्ण रूपमा चर्चा गरौँला केही अपडेटहरू सहित।